नमस्कार। अहिले यस भिडियोमा म नेपालको राष्ट्रिय जनगणना 2078 को आधिकारिक तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्या 2,91,64,578 जना रहनु भएको छ। यसमध्ये महिलाको संख्या 1,49,11,027 जना रहेको छ। प्रतिशतको हिसाबमा 51.02% रहेको छ र पुरुषको संख्या 1,42,53,551 जना रहेको छ। प्रतिशतको हिसाबमा 48.98% रहेको छ। जनसङ्ख्याको मुख्य विशेषताहरू। जनसङ्ख्या वृद्धि दर। वार्षिक जनसङ्ख्या वृद्धि दर 0.93% रहेको छ। वार्षिक जनसङ्ख्या वृद्धि दर 0.93% रहेको छ। लैङ्गिक अनुपात। लैङ्गिक अनुपात प्रति 100 जना महिलामा 95.59 जना पुरुष रहेको छ। साक्षरता दर। नेपालको कुल साक्षरता दर 76.2% रहेको छ। पुरुष 83.6% रहेको छ भने महिला 69.4% रहेको छ। सहरी जनसङ्ख्या 66.17% जनसङ्ख्या नगरपालिका क्षेत्रमा हुनुहुन्छ। गाउँपालिका क्षेत्रमा 33.83% मानिसहरू बसोबास गर्नुहुन्छ। जनघनत्व प्रति वर्ग किलोमिटर 198 जना मानिस बसोबास गर्नुहुन्छ। यो भिडियोमा यति नै। फेरि अर्को भिडियोमा यस्तै जानकारीमूलक कार्यक्रमहरू ल्याइरहनेछु। तबसम्मको लागि म तेज बहादुर अधिकारीलाई बिदा दिनुहोस्। हस्त नमस्ते।